भएको छ आमाहरूलाई रुवाएर एकदमै खुसी देखिनु भएको छ दाइ। त्यही त आमाहरूले हेर्नुभएछ मन पर्यो होइन। सिनेमा हलमा आएका सबै दर्शकहरू आमाहरू गृहिणीहरू हजुर वर्षाजीको रोल देखेर मेरो सङ्घर्ष देखेर अनि सन्दीपको साथीको एउटा सम्बन्ध देखेर सबै भावुक हुनुहुन्छ। यो सिनेमा हेरेर म हलमा जाँदाखेरि त क्यामेरा हुन्छ सबैले राम्रो भन्छन्, तर मैले कति मान्छेलाई घर गएर पछि कल गरेको छु, आम दर्शक पनि पठाएको छु। किनभने मलाई फेक चिज नराम्रो चिज बजारमा लानु छैन। यदि यो सिनेमा त्यो खालको युनिभर्सल सर्टिफिकेट नपाएको थियो भने हामी त्यसलाई फेरि रिसुट गर्थ्यौँ अथवा केही गर्थ्यौँ, किन मलाई त्यो छुट छैन। त्यस कारण सिनेमा हेर्ने सबैले मन पराउनु भएको छ, यो आम दर्शकको हेर्नेहरूको। तर हेर्ने चाह किन कम भइरहेछ भन्नेमा चाहिँ म असाध्यै बढी कन्फ्युज भएँ। आजको दिनसम्म चाहिँ हुन्छ, फेरि हामीलाई चाँडो रिजल्ट चाहिएको छ, कतिको काम होला, अहिले फुटबल चलिरहेको छ हेर्दै हुनुहुन्छ होला, तर अहिले हामीलाई अब चाँडो चाहिँ हल भरिएर रातो भयो भने चाहिँ यो हिट भयो भन्ने सन्देश जान्छ। त्यस कारणले होला अब जस्तो कति मान्छे जितु तपाईँ फिल्म चलिरहेको छ हेर भोलि पर्सितिर हेर्छु भनेर कतिजनाले जस्तो मलाई कतिले सोहरू गरिदिइरहनु भएको छ, मङ्गलबार छ सिटी एक्सप्रेसको, अरू छ यो छ भइरहेछ। तर अहिले तत्कालको कलेक्सन र उपस्थिति अलिक कम भयो, त्यो डेफिनेटली मैले भन्नै पर्दैन। बाहिर काठमाडौँमा त राम्रो भइरहेछ, बाहिर अब आउनुहुन्न भने त मैले के गर्नु होइन, मैले त कर्म गरेको हो। तर आएर हेर्दा नराम्रो लाग्यो भने चाहिँ बरु हेरेर मलाई गाली गरिदिनुहोस्, मैले काहीँ कमजोरी गराएको छु भने। तर आउँदै नआइदिँदा चाहिँ हामी जस्तो रियल कलाकारिता गरेको 32 वर्षदेखि मैले आज यही फिल्डमा लागेर अलिकति माथि उग्लिएर एउटा सहचालकले गाडी किनेर आफै चलाएर हिँडे जस्तै त हो नि मैले गर्दा जितुले गरेको छ भने म एक कप कफी भनेको थिएँ। तर बाहिर नेपालगञ्ज, विराटनगर, इटरी, धरान अनि यता नानघाटतिर हेर्दा हलहरू सुन्ने देख्यो अनि मलाई त्यो चिजले चाहिँ मलाई अलिकति मनमा कता कता नरमाइलो लाग्यो। मैले हारेँ, मेरो फिल्म चलेन, हाम्रो चलेन, कति मान्छेलाई ठिक लाग्ला, यो कति नै ठुलो हिरोउनु खोजेको थियो, ठिक भयो भन्ने लाग्ला। म हारेको होइन, बिस्तारै सिनेमा इन्डस्ट्री हार्दैछ। सबैले विचार गर्ने कुरा हो, किन सिनेमाप्रति दर्शकहरूको लगावै छैन। हुन त केहीलाई लाग्ला हाम्रो चल्या छँदैछ त मलाई बनाउन जानिनुहोस् भन्नु होला। सिनेमा बन्ने यस्तै नै हो, यही हुन्छ, हाँसो रोदन हुन्छ, यही हुन्छ। योभन्दा धेरै कमका सिनेमा पनि बनेका छन् होइन। त्यस कारणले म नेपाली दर्शकहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु, तपाईँलाई आएर मन नपर्ने चिज बनाएको रहेछ भने चाहिँ बरु भनिदिनुहोस् होइन। अब होइन आउँदै नआउनु पर्ने चाहिँ मैले के अपराध गरे जस्तो लाग्यो मलाई। अलिकति हौसला मैले भनेको पनि थिएँ, म डिस्टिङ्सन ल्याउन चाहन्न, म फर्स्ट हुन चाहन्न, म यो भिडमा थिइनँ, एटलिस्ट म पास चाहिँ हुन चाहन्थेँ। र अब अहिले नि त्यस्तो फेरि छैन अहिले, तर अहिलेसम्म अब सोहरू पनि हामीले राम्रै पाएका सोमा हामीले हाउसफुल भन्दा पनि 25, 30, 40जना गएर हेर्दै अब यसले बिस्तारै पिकअप लिनुपर्ने हो। काठमाडौँमा राम्रै भइरहेछ। बाहिरको दर्शकहरूलाई म अनुरोध गर्छु यो भिडियो मार्फत, प्लिज तपाईँहरूलाई त्यस्तो छ भने आउनुहोस्, तपाईँहरूसँगै बसेर हेरौँला भन्न चाहन्छु म। त्यही हो, अब बाँकी कुरा त के गर्नु र। पछिल्ला हलले दिएका सोहरूबाट सन्तुष्ट हुनुहुन्छ? म त हलले दिएको ल अब सो त सबै सन्तुष्ट छौँ, किनभने हाम्रो डिस्ट्रिब्युटरले हलले दिने यही त हो नि। अब राम्रो भइदिएदेखि प्याक भइदिए अर्को सो हलले सिनेमा हेर्ने दर्शकलाई त फर्काउँदै थियो, छैन हल जा बन्द त गर्दैन कसरी। त्यहाँदेखि हलले दिएकोमा म सबैमा सन्तुष्ट छु, आएका दर्शकबाट नै सन्तुष्ट। एउटै चिज किन बिलिभ नगरेको, राम्रो सिनेमा हुँदाहुँदै पनि यति धेरै मैले भने म एकदम टप लेभलको सिनेमा बनाएर माथि एकदमै गर्न सक्छु भनेकै थिइनँ त। मैले तपाईँहरूसँग एज एउटा निर्माता बन्ने मात्रै अनुरोध गरेको थिएँ। त्यसमा पनि यसमा किन कन्जुसाइ भइरहेछ भन्नेमा चाहिँ अलि मेरो हुन्छ, तर आउनु भइरहेछ दर्शकहरू। अब तपाईँहरूको हुन्छ नि कलाकारिता क्षेत्रबाट सपोर्ट चाहिँ कतिको पाइराख्नु भएको छ, के भइरहेछ हुन्छ नि सपोर्टको लागि लेख्ने स्टाटसहरू सेयर गर्ने? होइन ठिक छ, गरिदिएको छ सबै। म सबैप्रति आभारी छु, जसले भ्याउनु हो। प्रायः सबै सुटिङमै हुनुहुन्छ। अनि मैले फेरि सोचिरहँदा मैले चाहिँ हिजो अरूलाई कति गरेँ त, सबैभन्दा मान्छे त अरूबाट हुँदुमै चाहन्छ, आफूले कति दिएँ भनेर नि गर्दैन नि त। अहिले आएर मलाई थाहा भयो, मैले एउटा कसैको पोस्टर राखेर शुभकामना भनिदिँदा कति फरक पर्छ। मैले नि त कति बिर्सेँ होला हिजो, कति सिनेमा लाइनबाट सपोर्ट पाएको छु। अब कति साथीभाइहरू आफै गएर टिकट काटेर हेरिदिइरहनु भएको छ, जसले गर्नु हो। तर केही मान्छेहरूले चाहेर पनि गर्नु भएन, त्यो पनि ठिकै छ, केही छैन, समय आइहाल्छ। अब हुन्छ नि चलाउनको लागि धेरै टिक्रमबाजी लाउँछन् भनिन्छ नि, टिकट काट्ने के गर्ने, यो चाहिँ कति गर्नु पर्दाखेरि के छ? अब त्यो गर्न सकिएन, नसक्दाको परिणाम यही हो होइन। मैले आज एउटा कार्यक्रममा पनि भने, अब यो कुरा लामो हुन्छ, मान्छेले कति यो जित नेपाल बोलिरहे भन्नु होला। अब
पहिले सिनेमा बनाउनु साह्रै गाह्रो थियो। चल्न यति सजिलो थियो। यही विश्वज्योति हलमा मैले खेलेको दर्पण छाया 100 दिन बनाएको हल हो। यहाँ म आज टेकिराखेको छु यो पवित्र भूमि। आज यही विश्वज्योतिमा लौत भन्यो नि सिनेमा हेर्न दर्शकहरूलाई धमै परिरहेछ। त्यस कारणले समय हो सबैभन्दा ठुलो कुरो। अब समयअनुसार मान्छेहरू गर्नुपर्छ। अब यो चलाउने कुरामा त त्यही हो, हामीले मरितरी गरेर बनाउनुपर्छ। म एउटा यस्तो निर्माता हो, मैले यही दर्शक हँसाएको, यही मेला महोत्सवमा कार्यक्रम गरेको यही चिजले नै बनायो। मलाई कसैले ड्याङ्गै 2-3 करोड हालिदिएको होइन, मलाई कसैले फिल्म बना भनेर पैसा दिएको होइन, मेरो ब्याक सपोर्ट त्यस्तो थिएन। अब मैले त यही दुःख गरेर बनाएको। अब मैले बल्ल पो चलचित्र बनाएँ, चल्न त दर्शकले हेरिदिनुहुन्छ, अब 2-4 पैसा आउँछ पो भन्ने मेरो सोचाइ छ त। मैले अरू त के गर्न सक्छु र? यही हो, अब गर्ने यही नि हो, गरिराखेको छ। अब कति चाहेर गर्न सकिएन, मन छ, धन छैन। धन कति ल्याउने फेरि होइन? आजसम्म सिनेमा मजाले हान्थेँ म, यस्तो थिएँ म। आजसम्म एउटा लेभल सिनेमाले हानेको थियो भने म राम्रो एउटा प्रेस कन्फरेन्स धेरै कुरा गर्ने सोच थियो। ठिकै छ, पछि गरौँला फेरि। अब अन्तिममा दर्शकलाई के भन्नुहुन्छ, के आग्रह कसरी गर्नुहुन्छ? फिल्म राम्रो छ, यो कुरा चाहिँ कन्फिडेन्सका साथ भन्छु। युनिभर्सल सर्टिफिकेट पाएको पूर्ण पारिवारिक सङ्घर्षको जे दिन खोजेको कुरामा हामी चुकेका छैनौँ। तलमाथि अलिक केही अहिले हाम्रो केही कतिलाई त्यो चित्त नबुझ्दा पाटो अवश्य पनि हुन्छ। त्यस कारणले 100% त हुँदै होइन, तर फेल पनि होइन। अब चाहनुहुन्छ अझै पनि हजुरहरूले साथ दिनु होला, म त्यही नै भन्न चाहन्छु।